नमस्ते सबैजनालाई। आज हामी जनकपुर जाँदैछौँ। बिहान धुलीखेलबाट चाहिँ हिँडेको, अहिले चाहिँ हामी सिन्धुली पुगेका छौँ। सिन्धुलीको सुनकोशी भन्ने ठाउँमा चाहिँ पुगेका छौँ। यो ठाउँमा चाहिँ खाना खानको लागि चाहिँ गाडी रोकेको छ। हाम्रो आजको लन्च चाहिँ हुँदैछ यहाँ। ठाउँमा गयो भने सबभन्दा पहिला भन्ने केनाची केनाची आहा त बहुत सुन्दर छ। यो दुईटा मात्र आउँछ हैन, त्यो त केटीलाई मात्र, केटालाई पनि भन्दै भन्दैन। आहा त बहुत सुन्दर छ। हामीले खानामा चटपटे खाएर अब गाडी चढ्दैछौँ हैन त केटा हो। हाम्रो लन्च भइसक्यो, अब हामी जाँदैछौँ। ए अति गर्मी छ फेरि यार, अलि छालछालतिर छ, अनि एकदमै गर्मी छ। अनि यहाँसम्म आउँदाखेरि चाहिँ बाटो चाहिँ एकदम खत्तम थियो है, पुरै रोसी खोला भएर आएको। 20-25 किलोमिटर बाटो चाहिँ खत्तम थियो। अब यो ठाउँमा पुग्यो, यो ठाउँमा त लास्टै गर्मी रहेछ। अब धुलीखेलको कम्प्लिट। अब यहाँबाट चाहिँ जस बाटो अहिले चाहिँ पक्की देखिरहेछ, अब कस्तो छ हेरौँ। हाम्रो गाडी चाहिँ यो पछाडिको वाला चाहिँ हो है, यो वाला गाडी चाहिँ हो। गाडीमा तेल हाल्दैछ अहिले, त्यही भएर हामी झरेका छौँ एकछिनलाई। के छ पण्डित, पानी खाइरहेको छौ? कहाँ पुग्यौँ हामी? यही हो? अरे कहाँ, यहीँबाट चेन्ज हुने हामी? अहिले म बर्दिवास पुगेको छु। अब बर्दिवासबाट चाहिँ हामी चाहिँ एकछिनमा जनकपुरको लागि हिँड्छौँ। यहाँ हामी वाटरमेलन खाँदैछौँ। ए तिमीलाई मेरो छुट्टै हो? कहाँ हो? मलाई राम्रो छ। हामी फाइनल्ली जनकपुर पुगिसकेका छौँ। जनकपुरको रमानन्द चोकमा पुगेका छौँ। अहिले अब हामी पण्डित सरको घरमा जाँदैछौँ। हामी सबैजना अब मेरो घर जाँदैछौँ। अहिले चाहिँ रमनोरञ्जनमा छौँ, गर्मी चाहिँ धेरै छ। अरू राजेश सुन्छ यता के छ साथी, तिमीलाई कस्तो गर्मी भएर आएन? गर्मी छ यहाँ, बालै गर्मी छ। जनकपुरको रोड चाहिँ यस्तो छ, यहाँ अटो चल्दो रहेछ। अहिले बिहानको 7 बज्यो। हामी अहिले जानकी मन्दिरतिर जाँदैछौँ। अहिले चाहिँ त्यस्तो धेरै गर्मी छैन, यसो शीतल छ। केटाहरू हिँड्दैछन्, पोखरी छ यता। तरामै प्राय घरहरूमा आँपको बोटहरू हुन्छ। यो फलेकै रहन्छ।
अहिले हामी यहाँको राम मन्दिरमा पुगेका छौँ। यता मेरो पछाडिपट्टि चाहिँ राम मन्दिर छ, यता छ कतापट्टि। हामी मन्दिरभित्र छिर्दैछौँ। के हो रे यो? राजदेवी मन्दिर राजदेवी मन्दिर यहाँको राम मन्दिर। हामी राम मन्दिर पुगेर अब जानकी मन्दिरतिर जाँदैछौँ। जानकी मन्दिर राम मन्दिरबाट अलिकति टाढा रहेछ होइन त? त्यही होइन, नजिक हो यहाँबाट 10 मिनट। 1 मिनट हो ल, 1 मिनटमा हामी पुग्छौँ त्यहाँ। जानकी मन्दिरभित्र हामी छिरिसकेका छौँ। यस्तो छ। पूरा मंदिर पर महीने 2 महीने से खराब नहीं हो पानी यो यही यसमा हाल्दाखेरि हरियो हुन्छ। पहले उसको ऐसे पानी में डुबाना है एक दिन छुन मिल्छ यो? सारा होने के बाद गिराइए खतरा रहेछ त यार। पानी राख्नै पर्छ। पानी फेरि राख्नु पर्छ कि के? पानी में रखेंगे 2 साल तक बसेगा, मिट्टी में जमीन में हमेशा के लिए बसेगा। माटोमा यो ठाउँमा चाहिँ भगवान राम र सीताको विवाह भएको थियो अरे। होटेल लभलीको अगाडि छौँ अहिले हामी। तिमीले खाजा खाछौ छैन यो होटेलमा? खाएको छैन छैन? तब चाहिँ खाएको। यहाँ हामीले लस्सी खायौँ होइन त? कस्तो थियो राजेश लस्सी? बब्बाल थियो, बब्बाल मिठो थियो। तिमीले पहिले पनि खाथ्यौ होला है? मैले त पहिला पनि खाथेँ, ठिकै ठिकै लाग्यो। तर मिठो थियो यार। हजुर मिठो थियो। मिठो थियो। जनकपुरको एकदम ठुल्ठुलो पोखरीहरूमा जाँदैछौँ। धनु सागर र गङ्गा सागर होइन त? हामी पुगिसकेका छौँ है। अब यहाँ कस्तो छ यसो वातावरण बुझ्दैछौँ। यो पछाडिको देखिने चाहिँ धनुसागर हो। अनि
यतापट्टि देखिने चाहिँ गङ्गा सागर हो। खालि म्यानेज गर्न मात्रै बाँकी छ क्या। के छ राजुभाइ, तिमीलाई कस्तो लाग्दैछ जनकपुर? तिम्रो यहाँ त सभा तिम्रो यसो लिनु पऱ्यो नि त। किन अब पण्डितलाई लिनुपर्ने खास पण्डितलाई सबै थाहा छैन हो मलाई त थाहा छ। पण्डित त लोकल हो यहाँको, अब पण्डितलाई के सोध्नु। गन्नाको जुस खाँदैछौँ हामी। गन्नाको जुस है। हामी अहिले जनकपुरको रेलवे स्टेसनमा आएका छौँ, तर अहिले रेल आएको छैन होइन त? रेल गइसक्यो होइन त? रेल गइसक्यो। 6 बजेतिर हामी चाहिँ 6:30 बजेतिर पुगेका छौँ। गर्मीले पुरै पसिना आइसकेको छ साथीहरू है। यहाँ एकदमै स्थिति गर्मीमय छ। गङ्गा सागर जुन त्यो पोखरी थियो त्यसमा आरती चलिरहेको थियो। आरती हेरेर अहिले हामी जानकी मन्दिरतिर जाँदैछौँ। जानकी मन्दिरको नाइट भ्यू कस्तो छ भनेर हेर्न जाँदैछौँ। अहिले एकदम मजा आइरहेछ जनकपुरमा घुम्न। रातिको भाइब एकदम मजाको छ होइन केटा हो? मसँग केटाहरू पनि छ पछाडि। अहिले रातिको त्यस्तै 8:30 भयो। अब हामी त्यही जनकपुरको एकदम नाइट भ्यू पुरै लगभग घुमिसकेका छौँ। अब घुमेर अब घरतिर जाँदैछौँ। पण्डितको घरमा चाहिँ बसिरहेछौँ हामी। त्यस अहिले बेलुका राति घुम्न चाहिँ एकदम मजा आउने रहेछ। दामी देखिन्छ होइन, रमाइलो भयो। आज हाम्रो जनकपुरमा डे 3 हो। अब हामी जनकपुरबाट चाहिँ जे होस् अलि जनकपुरको अलि भित्र गाउँतिर जाँदैछौँ। पण्डितको भाइको बिहा छ अरे गाउँमा। अनि त्यसपछि हामी अब गाउँमा होइन, अब 2-3 किलोमिटर छ अरे यहाँबाट, त्यहाँ जाँदैछौँ। हेरौँ के हुन्छ होइन त। हामी यहाँ भोज खाने ठाउँमा पुगिसकेका छौँ। अब जाने भोज खाने यहाँबाट जाने होइन। भोज चल्दैछ यता। हामी भोज खाँदैछौँ। भोज 26 के 26-27 ए आपको बोट छ तिम्रो पनि? ए आफ्नै? ए कस्तै रहेछ त। डिफ्रेन्ट फ्लेभरको। ए केटाहरू यहाँ बाइक लिएर ढक्क बस्न आउँदो रहेछ नि त। यता गर्लफ्रेन्डसँग लिएर आउने रहेछ। सही ठाउँ छ। मस्त पिकनिक बनाउँदो ठाउँमा बस्छ नि। उता
नमस्ते